वुमेन्स डे सबैजनालाई होप तपाईँहरूले पनि वुमेन्स डे इन्जोय गर्नुभयो होला। अनि हामी पनि एउटा सिस्टरले हामीलाई इन्भाइट गरेर चाहिँ हामी पनि गएको थिएँ चर्च वुमेन्स डे सेलिब्रेट गर्नु लागि। अनिखेरि त्यहाँ चाहिँ कुछ पाएको छ, अनिखेरि त्यही चाहिँ म देखाउनु जान्दैछु कि के पायो भनेर। अनिखेरि एउटा ह्याम्पर चाहिँ पाएको छु। अनिखेरि चाहिँ यो चाहिँ के गरेर भन्दा जो फर्स्ट टाइम गएको उनीहरूको नाम लेख्दै रहेछ, अनि एउटा बक्समा हालेर पुरा मिक्स गरेर अनि एउटा कोही ऱ्यान्डम पर्सनलाई पिक गर्नु लगाउँदै रहेछ। अनि जसको नाम आयो त्यहाँबाट त्यस्तो ह्याम्पर पाउने थियो। अन्तखेरि चाहिँ त्यहाँबाट चाहिँ मैले सानोबडे ह्याम्पर पाएको छु आज। अनि यही चाहिँ म तपाईँलाई देखाउँछु कि ह्याम्परमा चाहिँ के छ भनेर। सो हेरौँ न है। अन्त क्युट छ, बक्स छ, सिल्भर उसले ऱ्याप गरिरहेको छ हो। अन्त यस्तो छ, खोल्दैछु म। अलिक छिटो खोल्नुपर्छ होला, अलिकति म यस्तो खोल्नुमा चाहिँ डर लाग्दो छु नि होइन। अन्त सो फर्स्टमा चाहिँ छ हाम्रो यो डार्क फ्यान्टेसी चक्लेट बिस्किट्स हो। यसलाई यहाँ राख्छु है, देख्दैन होला हौ क्यामेरामा यता। अन्त त्यहाँबाट चाहिँ हाम्रोमा योगा बार रहेछ। अन्त आलमन्ड्स हो, आलमन्ड्स रहेछ। त्यहाँबाट चाहिँ यो स्न्याक्स केरेलाको बनाना चिप्स गाइस, यो पुरा मिठो हुन्छ हो। अन्तखेरि चाहिँ ओ माई गड बर्नभिल चक्लेट, अम्बो दामी हो, सबै राम्रो रहेछ होइन। अनि त्यहाँपछि चाहिँ ओ माई गड यो चिप्स पहिला नै खाएको जस्तो लाग्छ हो। यो चिप्स चाहिँ तल राख्दैछु। अन्तखेरि चाहिँ अम्बो गाइस यहाँ हेर दामी छ। यो पनि चक्लेट होइन, खानु भएको होला तपाईँहरूले, हामी त खाएको हो। अब सबैलाई बाँड्नुपर्छ। अन्तखेरि चाहिँ जेम्स रहेछ। अन्तखेरि फेरि ठुलो खाले जेम्स रहेछ हो। सो अन्तखेरि एउटा बास्केट, यो पनि युज गर्नु सक्छ। सो थ्याङ्क यू। अनिखेरि स्पेसल थ्याङ्क यू चाहिँ एकजना सिस्टर छ, अनि उसलाई दिएको। अनिखेरि थ्याङ्क यू हामीले इन्भाइट गर्नु लागि। अनि मजा आयो, अन्त राम्रो नयाँ एक्सपिरियन्स भयो। अन्तखेरि मजै आयो। मेरो यो लामो उयो ब्लग्स पनि तपाईँले देख्नु सक्नुहुन्छ मेरो युट्युबमा, तर मैले चाहिँ यो सानोबाट सर्च बनाएको किनभने यत्रोको लागि। तर पनि हुन्छ। थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भएकोमा। बाई बाई, सी यू, ह्याप्पी वुमेन्स डे, बाई।